आज हामी लाङटाङ जाँदैछौँ र हामी भर्खर खाजा खाएको छौँ अब चाहिँ हामी 3-4 घण्टा हिँड्नेछौँ अहिले चाहिँ हामी सेफ्रु बेसीमा छौँ र यहाँबाट 3 to 4 हाइक गरेर हामी ब्याम्बो भन्ने ठाउँसम्म चाहिँ जान्छौँ फर्स्ट टाइम हाम्रो स्टार्टिङ लेट भएको कारण हामी हिँड्दा हल्का अँध्यारो भइसकेको थियो र त्यसैले हामीलाई हिँड्न पनि हल्का गाह्रो भइरहेको थियो 5 आवर्सको वाकपछि फाइनली हामी त्यहाँ पुग्यौँ र त्यो दिन हामीले खाना खाएर एन्ड गर्यौँ सो आज चाहिँ हाम्रो ट्रेकको डे 2 हो हाम्रो डेस्टिनेसन चाहिँ लाङटाङ भ्याली हो भने यो 8 to 9 आवर्सको ट्रेक गइरहेको छ गाइस पानी झुलुङ्गे पुल देख्यो एउटा झुलुङ्गे पुलमा आछौँ फेरि यो झुलुङ्गे पुल चाहिँ लास्टै हल्लिरहेको है पछाडि खतरा भ्यू छ बल छ भ्यू अहिले अलिक पुरानो ट्रेकपछि डर चाहिँ हराएको छ पहिरोको कारण केही ठाउँमा बाटो चाहिँ बिग्रेको रहेछ सो गाइस हामी चाहिँ फाइनली एकदम डेन्जर ल्यान्डस्लाइड वाला बाटो हिँडिरहेको छौँ अनि अब चाहिँ हामी हिँडेको लगभग 1.5 आवर्स भयो तर हामी अलिक फोटोहरू खिच्ने भएर फेरि अरूमा चाहिँ इज अल राइट हामी अगाडि पछाडि नै दाइदिदीहरू हिँड्दै हुनुहुन्छ साढे 2 घण्टा जस्तो भयो हामी हिँडेको अनि एकदम डेन्जर उकालो छ सायद अझै उकालो छ होला माथि सो हामी उकालो हिँड्दैछौँ गाइस यहाँ चाहिँ हामी खच्चरहरूसँग छौँ भन्दा खच्चर हामीसँग छ Thinking gets you crying. You're searching for a friend, but you're too busy trying. सो हामी चाहिँ फाइनली खाना खाने ठाउँ पुग्यो एकदम मरुभूमि जस्तो छ ठाउँ चाहिँ अनि एकदम राम्रो लाली गुराँस नि रहेछ I was scared of pretty girls and starting conversations. All my friends खोलामा जाँदैछौँ खुट्टा डुबाउनको निम्ति बाटो उकिन थाहा नि तर बाटो छ जस्तो देख्छ लड्यो भने लड्यो नि त होइन के छ र लास्टै चिसो रहेछ यो खोला चाहिँ तर त्यही नै मजा आउँदैछ ओए 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 जान्दै लडे चिसो छ यार This guy decides to quit his job and head to New York City. This cowboy's running from himself. लाङटाङ ट्रेकमा चाहिँ त्यति धेरै सस्पेन्सन ब्रिजेसहरू हेर्न नपाउँदो रहेछ सबै यस्तै खालको ब्रिजहरू मात्रै थियो
हामीले खानापछि फेरि हाम्रो ट्रिप स्टार्ट गर्यो र त्यसपछि अचानक बाटोमा चाहिँ रेड पान्डा आयो। सो त्यो पान्डा चाहिँ हामीले देख्ने बित्तिकै भाग्यो, तर म पनि त्यो पान्डाको पछाडि पछाडि भागेँ अनि फाइनली त्यसलाई हेर्न पाएँ। पान्डाले मेरो भ्लगमा आयो भन्ने बित्तिकै डियर पनि मेरो भ्लगमा आयो भने आइहाल्यो। हिँड्दा हिँड्दै ठुलो ग्राउन्ड राम्रो भ्यू भेट्ने बित्तिकै हामी चाहिँ त्यहाँ फोटोहरू खिच्न थाल्यौँ। हामी चाहिँ अहिले घोडा तबेला पुग्यौँ, एकदम चिसो हावा छ अनि अझै अहिले चाहिँ 5 o'clock जति भयो, अझै 3 घन्टा हिँड्नु पर्ने रहेछ लाङटाङ पुग्नलाई चाहिँ। एउटा हाम्रो साथीले टिकट काट्न गएको छौँ चोर जसरी टोपी लाएर, अरू त त्यस्तै हो। यस्तै छ साथीहरू है। अब लाङटाङ पुग्न चाहिँ अझै धेरै डाँडाहरू कट्न बाँकी थियो अनि हामी राम्रै पेसमा हिँडिरहेको भए पनि अँध्यारो हुन्छ भनेर हामीले चाहिँ सेफ हुनको लागि 8 बजीसम्म जहाँ पुगिन्छ त्यही स्टे गर्ने डिसिजन भन्यो। हामी चाहिँ गाइस 8 बजीदेखि बिहान हिँडेको, अहिले 8 बज्छ फेरि। अनि यो चाहिँ हामी गोम्पा भन्ने ठाउँमा बसेछौँ, लाङटाङ पुग्न सकेनौँ। लाङटाङ छेउमै छ तर अलि राति भएको कारण हामी चाहिँ आज गोम्पा भन्ने ठाउँमै बस्नेछौँ। गुड मर्निङ सबैलाई फ्रम गोम्पा। आज चाहिँ हाम्रो ट्रेकको डे 3 हो र हामी चाहिँ आज लाङटाङ भिलेज हुँदै केन्जिन गोम्पा भन्ने ठाउँसम्म हिँड्नेछौँ। हाम्रो प्लान चाहिँ 8 बजी हिँड्ने थियो तर हामी हिँड्दा 9:30 भयो अनि दिदीहरू त अझै फोटो खिच्दै बस्यो, म र दाइ चाहिँ हिँड्न थाल्यौँ अनि हामीले चाहिँ उनीहरूलाई माथि नै भेट्ने प्लान गरेको थियौँ। सो यो हाई रिजन्सहरूमा चाहिँ सबै कुरा एकदम महँगो पर्दो रहेछ अनि ठ्याक्क माथि जाँदा जाँदा बेकरी देख्यो र बेकरीमा चाहिँ चक्लेट डोनट देख्यो अनि त्यो पनि एकदम सानो थियो तर 500 रुपियाँ अरे क्या। तर जे भयो नि अब मलाई एकदम मिठो लाग्छ डोनट्सहरू, सो मैले त्यो लिएँ। अनि के भयो भन्दा चाहिँ त्यस्तो महँगो डोनट खस्यो, त्यहाँको बेकरीको दाइले सबै ताली बजाएकै खस्यो देखेर। अहिले फेरि डोनट खाएर हिँड्दैछौँ, यहाँ पनि यो खतरा देख्दो रहेछ। अझ दिदीहरू भेटे छैन अनि अघि 500 रुपियाँको डोनट खाएको 50 रुपियाँ जतिको डोनट झ्याप्प खस्यो। के गर्नु खसिहाल्यो, लास्ट महँगो थियो तर मिठो। नमस्ते। सो हामीले हाम्रो फाइनल ब्रेक चाहिँ यो ठाउँमा यहाँको फेमस ड्रिङ्क सी बकथर्न जुस खानलाई लियौँ। बिस्तारै हामी हिमालको छेउछेउमा पुग्दै गयो अनि चिसो नै बढ्न थाल्यो र वरिपरि आइसहरू पनि धेरै जमेको भेट्यो। त्यस्तै हावा पनि एकदमै डेन्जर चलिरहेको थियो अनि हामी चाहिँ अब केन्जिन गोम्पा पुग्नलाई धेरै टाढा थिएन तर हावाले गर्दा चाहिँ हिँड्नु अलिक गाह्रो भएको थियो। फाइनली लाङटाङ ट्रेकमा सेकेन्ड झुलुङ्गे पुल भेट्यो तर त्यो चाहिँ त्यति अग्लो थिएन अनि झुलुङ्गे पुल कट्ने बित्तिकै हामी केन्जिन गोम्पामा पुग्यौँ। फाइनली हामी चाहिँ लाङटाङबाट अझै माथि आइपुगेछौँ। यहाँको भ्यू चाहिँ एकदमै राम्रो रहेछ। ल अब चाहिँ हामी यहाँ दिदीहरूलाई इन्टरभ्यू हान्न गइरहेको छौँ। भन तपाईँलाई कस्तो लागेको छ यहाँ? कस्तो लागिरहेछ? कुन वेमा कस्तो लागिरहेछ? भ्यू हेरेर वर्थ इट थियो कि छैन?
मलाई त त्यो फर्स्टबाट नै एकदमै वर्थ इट लागिरहेको थियो तर इट इज टु हार्ड इट इज नट फर बिगिनर्स गाइज प्रिपेयर भएर मात्र आउनु नत्र नआउनु देख्न सक्नुहुन्छ म यहाँको सबभन्दा एक्सपिरियन्स मान्छेले यस्तो भन्दै हुनुहुन्छ एकदमै गाह्रो छ तर सब्रका फल मिठो हुन्छ त्यही भएर आउनुहोस् इजी हो इजी यसै भन्दा चाहिँ सजिलै छ है सो क्यान्टिन गुम्पा पुगेपछि हामीले चाहिँ त्यहाँ खाना खाइहाल्यो अनि खाना खाएको 1 आवर ब्रेकपछि हामी फेरि ग्लेसियरतिर हिँड्यौँ हामी चाहिँ अहिले सर्टकट लिइरहेछौँ हो कि होइन थाहा छैन तर सायद पुगिन्छ भन्ने आशा खै कहाँ पुगिन्छ जस्तो थाहा छैन खोला पारी गरेर जानुपर्ने छ सो बाटो नभेटेपछि गुगल म्याप हेर्दाखेरि चाहिँ खोला पारी जानुपर्ने जस्तो देखायो त्यही भएर अब कुनै बाटो नभएको कारण मैले चाहिँ आफ्नो पावर्स युज गरेर टेलिपोर्ट गरेर पारिपट्टि पुगेँ तर पछि के भयो भन्दा चाहिँ हामी चाहिँ भर्खर यहाँ खतरा यो पछाडिको बाटोबाट बल्ल तल्ल पानी तरेर पछि त उता त ब्रिज रहेछ भने यतिकै हामी त्यत्रो आयो यहाँ चाहिँ आइस छैन यार बाटो यहाँ रहेछ त्यत्रो घुमेर आयो ग्लेसियर त यहाँ रहेछ गाइस हामी थाहा थिएन ग्लेसियर यहाँ मन रहेछ हाम्रो उताबाट घुमेर आयो यतिकै ग्लेसियर त्यहाँ पछाडि रहेछ सो हामी चाहिँ ग्लेसियर जाने भनेर आएको तर ग्लेसियर चाहिँ एकदमै हावा रहेछ प्लस बाटो पनि एकदम हामी उल्टो बाटो हिँड्यौँ तर पछाडि चाहिँ लाङटाङ साइक्लिस्ट अनि त्यही भएर पछाडि लाङटाङ भएको कारणले रमाइलो रमाइलो छ अब हामी जान्छौँ फेरि फर्किन्छौँ अहिले 6:10 भइसक्यो सो इट्स सनसेट टाइम भएको अब हामी फर्किन्छौँ ग्लेसियर जाने भनेको लास्टै हावा रहेछ तर हिमालयमा छ सो सनसेट हेरेपछि त्यो नाइटलाई हामीले एन्ड गऱ्यौँ हामी चाहिँ लाङटाङमा छौँ अनि यहाँ चाहिँ एकदम डेन्जर हावा चलिरहेको छ हामी चाहिँ अब फोटोसोटहरू खिच्यौँ अनि आज चाहिँ हामी फेरि तलतिर फर्किन्छौँ अनि यसरी चाहिँ हाम्रो लाङटाङ चाहिँ सकियो जब गन्तव्यमा पुगेँ अनि पछि फर्केर हेरेँ म कहाँबाट आएको थिएँ तब बल्ल बुझेँ ट्रेक भनेको केवल टुप्पोमा पुग्नु मात्र रहेनछ त्यो बिहानको चिसो थकाइ र हाँसोले भरिएको बाटो जहाँ हरेक पाइला केही नयाँ सिकाइ थियो रमाइलो सँगै हिँड्ने साथ अनि साना पलहरू तिनै त थिए असली गन्तव्य ट्रेकले सिकायो बाँच्न र महसुस गर्न केही नचल यहाँ केही नचल त गन्तव्यभन्दा बढी यात्रालाई माया गर्न यो ट्रेक एउटा सम्झना बन्यो जसले भन्छ कहिलेकाहीँ यात्रा नै गन्तव्य हुन्छ